चाहिँ याद गरेको थिइनँ कि अब नदेखा हो। यही बाटोबाट धेरैचोटि हेरेको छु तर अस्तिको चाहिँ एकदमै ठुलो देखिन्छ झरना। अब यो खोला पनि यो पहिला रेगुलर बस्ती खोला भनेको विकास गर्नुभन्दा अगाडि शनिबार 22 पानीको बहाव बढी भएर तालुमा झरना चाहिँ धेरै ठुलो छ। यो नर्मली हेर्दाखेरि चाहिँ यो यत्रो झरना याद नगरे हो यत्रै हो कि के हो। यो खोला हेर्दाखेरि पनि ठुलै थियो, एकदमै ठुलो थियो, बहाव एकदम प्रेसरमा थियो। सधैँ यस्तो हुने हो कि के हो। यो चाहिँ स्याउबारी हो, त्रिशुली नदी भयो। उतापट्टि अर्को झरनाहरू छ, यो यतापट्टि स्याउबारी स्याउबारीतिर अनि ग्राङतिरबाट आएको झरनाहरू छ त्यहाँ देखेको भिडियोमा।